यहाँ भएको मध्ये कलर मन नपर्ने सायदै कसैलाई होला, कलरै कुनै मन पर्दैन, म त ब्ल्याङ्क ब्ल्याक हो मनपर्ने भन्नेलाई पनि यो कलर मनपर्छ। एकदमै पातलो ओढेको नओढेको जस्तै, तर प्योर कटनमा ओढ्ने चाहियो भन्नु हुँदै थियो। यो चाहिँ बाहिरको पनि प्योर कटन र भित्र पनि कपास पाउनुहुन्छ। अहिलेसम्मकै सबैभन्दा राम्रो र सबैभन्दा पातलो समर ब्ल्याङ्केट यो हजुरहरूले पाउनुहुनेछ मात्र पिएसताना कलेक्सनमा। यो चाहिँ प्योर कपासकै रहेको छ। यो मसिन वासेबल रहेको छ भने यसमा हजुरहरूले हल्का बुट्टा पाउनुहुनेछ, जुन चाहिँ ह्यान्डवर्क अथवा ह्यान्डवर्कलाई प्याच गरेर बनाइएको छ। हेर्नुहोस् त, यति मात्रै प्रिन्ट पाउनुहुन्छ। कलर म हजुरहरूलाई सबै देखाउँछु होइन। अनि यो फ्रिल पनि यसमा यसरी दिएको छ, फ्रिलमा लाइनिङ छ भने यो हजुरले पाउनुभयो लाइट ब्लू कलर। अब यो क्रिम कलरमा हजुरहरूलाई, क्रिम होइन यो लेमन होइन मिन्ट ग्रिन, यस्तो लपक्कै पर्नेवाला छ। म पुरा लुक्स देखाउँछु है हजुरहरूलाई। हेर्नुहोस् त, यसमा भएको प्याटर्न भनेको अरू हजुरहरूले प्लेन देखिरहनु भएको थियो होइन, यसमा प्याटर्न हेर्नुहोस् त, यहाँ अलिकति यति मात्रै प्याटर्न छ। अनि हजुरहरूको तिनतिर हजुरले यो लेस पाउनुहुन्छ। जता हजुरले फेस गर्नुहुन्छ फेसपट्टि हजुरको लेस हुँदैन। किन हुँदैन भने यतापट्टि हजुरहरूको फेसमा नपरोस् र हजुरहरूलाई डिस्टर्ब नहोस् भनेर यो साइडमा चाहिँ लेस हुँदैन। अब यहाँ थोरै त सिलाएको छ, यो सिलाएकै छैन डल्लो पर्छ होला भन्नुहुन्छ भने पर्दैन। कपासमा पनि डल्लो नपर्ने वासेबल यो चाहिँ हजुरले पाउनुहुनेछ। हजुरहरूलाई व्हाइट मनपर्छ भने यो हल्का क्रिम तर मिठो व्हाइट, मलाई यही कलर र यही डिजाइन देखेर यो मन परेर मैले हालेको हो कि, तर ढिला आयो। तर एकदमै पातलो एकदमै राम्रो छ। हेर्नुहोस् न, यो अब यो कलर भयो। अब हाम्रो छोरीहरूको र हाम्रो फेभरेट कलर पिङ्क, बेबी पिङ्कमा यस्तो मिठो कलर निक्लेको छ नि। कलरहरू पनि कपडाको क्वालिटी अनुसार कलरहरू निक्लिने हुन्छ। अब लास्टमा यो छ हल्का ग्रे, तर बवाल छ के यो क्वालिटी। हजुरहरूले एकचोटि छाम्नु भयो भने त नलिकन जानुहुन्न, परबाट देख्दै लपक्क छ। हेर्नुहोस् न, यस्तो राम्रो छ। हजुरहरूले अर्डर गर्नको लागि वाट्सएप र इन्स्टाग्राममा मेसेज गर्न सक्नुहुन्छ भने पसलमा आएर पनि छानेर लिएर जान सक्नुहुनेछ। समर ब्ल्याङ्केटको भेराइटीहरू त हामीसँग यति धेरै छ। यो चाहिँ एकदमै लेटेस्ट र हाई क्वालिटीमा रहेको भएर हजुरहरूलाई मैले यो भिडियो अहिले देखाएँ है त।